हेलो गाइस नमस्ते म चाहिँ सुशील ढुङ्गेल होइन तपाईँहरू हेर्दै सुशील ढुङ्गेल युट्युब च्यानल। आज चाहिँ गडाङ अलिअलि बर्सात जेठको मौसम होइन टक्क एकछिन सुतेँ अलिअलि पानी छिटेको छन् त्यसपछि उठेर यसो गाउँतिरको फ्रेस हावा खानु पर्यो भन्दै भर्खर रोडतिर निस्किँदैछु। टक्क दामी छ है भ्युज होइन भ्यू भन्छु खालि भ्युज भन्नु आउँछ होइन दामी छ क्या पुरा खुलेको छ क्या मौसम चाहिँ होइन। घरबाट म भर्खर निस्केँ सनसेट हुने बेला हुनु लाग्यो अलिकति माथि नै छ होइन। टक्क यस्तो दामी मौसम छ कि हेर न ओ माई गड मलाई चाहिँ यस्तो वाव आनन्द लाग्छ कि होइन यस्तो मौसम देख्दा चाहिँ मनै लोभिन्छ क्या गाउँघरतिर होइन। यस्तो कहीँ प्रदूषण भनेको यहाँ त एक पिच्की पनि भेटिँदैन क्या टक्कसँगले हेर्नु त्यो मान्छेहरू लिएर म टक्क यता आइदिएको क्या लाल लाग्छ नि त होइन। ल हेर्नु ल प्रदूषण भन्नु त कहीँ नै छैन क्या गाउँघरमा। ल अब त पारिपट्टिको गाउँ हेर्नु न ल क्या दामी देखिरहेको छ क्या हैट यता टक्क हाम्रो गाउँ होइन। तर म आएदेखि गाउँ छोडेर कहीँ घुम्न जाने मौकै मिलेको छैन क्या। टक्क हाम्रो गेट उता चाहिँ लिखो हो क्या टक्क गेटबाट यता चाहिँ श्री चम्पादेवी गाउँपालिका यहाँ चाहिँ गाडी आउँदैछ सबतिर मौसम दामी छ क्या मौसम त होइन। ओ माई गड ल हेर्नु ल हेर्नु कुवापानी गाउँ है लेखु 2 पर्छ सायद त्यो लेखु 2 होइन। यस्तो दामी मौसम छ कि यतिखेर चाहिँ ओ माई गड वाउ ल श्री चम्पादेवी गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ वेलकम हेर्नु ल अहिलेसम्म चाहिँ हावाहुरी र पानी परिरहेको छ क्या अहिले यस्तो दामी मौसम भएछ नि लाइक दिस मौसम आउँदैन त यहाँ खानेको चासो चुसो। ओके गाइस ओके ल सुशील ढुङ्गेल भिडियो हेर्दै गर्नु होला होइन के भन्नु म टक्क होइन। तपाईँलाई थोरैमा गाडीको पनि देखाइदिन्छ है त टिफर आइरहेको होला हाम्रो गाउँतिर कसरी टिफर आउँछ त भन्ने कुरो यहाँबाट बाटो फेरि यस्तो भयङ्कर पिच छ नि ओ माई गड तपाईँहरूले जिन्दगीमा पहिलोचोटि देख्नुभयो पिच होला क्या यस्तो दामी पिचबाट ल टक्क गाडी आइरहेको छ होइन हेर्नु होला पुरा। मलाई फेरि यो गाडी साडी आएको बेला यो क्यामेरा देखाइ लाग्छ क्या टक्क क्यामेरा होइन दामी छ टक्क यसरी आउँछ गाइस गाडी। म केटी भएको भए चाहिँ झन् लट्ठ पारिदिन्थेँ होला केटाहरूले यसो आँखाले हुर्काइदिएको चिनेको छैन त्यसलाई पनि झुम्का नआएर क्या मेरो जस्तै। ओके गाइस ल हेर्नु ओखलढुङ्गा चम्पादेवी गाउँपालिका है यता चम्पादेवी गाउँपालिकामा म छु भने कुदेर गएँ लिखु अहिले म लिखु चिठी यता चम्पादेवी गाउँपालिका भइगयो होइन लिखु ल बाई लिखु लाग्यो चम्पादेवी गाउँपालिका अरे सान भएर क्या डन देखाएर आज। ओके बाई गाइस सुशील ढुङ्गेल युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला हेर्दै गर्नु होला लाइक कमेन्ट सेयर गर्नु माया गर्नु है त। ओके ल लास्टमा मेरो सुन्दर गाउँ हेरेर चाहिँ बिदा हुनु होला।